हामीले सबैले एकसाथ गीत गाउँ ल गीत गाउँ Christmas to you. Happy Christmas to you. Happy Christmas to you. Happy Christmas to you. तपाईले खानुहुन्छ त्यस्तो पापाले खुवाइदिनु ल पापालाई अहिले मामालाई पनि खुवाइदिनु हामी प्रार्थना गरौँ ल होइन अन्तिम प्रार्थना गरौँ भन्छ सबैले बाँडिदिउँ यो सुत्ने प्रार्थना सबै बस्ने प्रार्थना यो चाहिँ यो मात्रै भयो कि ल सबै सकेको यो ल हामी प्रार्थना गरौँ ल आँखा चिम गरौँ सबैले आँखा बन्द गरी हामी प्रार्थना गर्छौँ स्वर्गीयमा विराजमान हुने परमेश्वर बुवा तपाईलाई म धन्यवाद चाहन्छु प्रभु यसरी नै प्रभु तपाईले आज बितेको दिनहरूदेखि लिएर यो समयसम्म हामीले अनुग्रह गर्नुभयो यो 2016 अन्तिम गरी हामी छौँ प्रभु हाम्रो जति प्रभु जीवनमा घटी कमीहरू कमजोरीता थियो तपाईको नाउँमा सबै यो केक काटेका छौँ यसरी नै प्रभु हाम्रो जीवनमा जति जुन आज कमजोरीपनहरू यसरी काटेर गएको छ आजदेखि उसो तपाईले हामीले नयाँ यो जीवनहरू आज 2017 मा हामी प्रयोग गर्न सकौं प्रभु जसरी आज साँच्चै नै प्रभु यो 2016 लाई हामीले जुन अन्तिम बिदा गरेका छौं अनि यीशु तपाईको नाउँमा हामी राख्छौं जति हामी यो परिवार भित्र हामी भेला भएर यसरी तपाईको नाउँमा हामी आनन्द खुशी साथ तपाईमा महिमा हामी दिइरहेका छौं प्रभु तपाईलाई म धन्यवाद चाहन्छु प्रभु तपाई आउँदाखेरि जसरी नोहको परिवारले बाँचेका थियो भने हामी पनि एक परिवार यसरी साथ प्रभु तपाई आउँदाखेरि त्यो ढोका तपाईले खुल्ला गरेर हामीले भित्र प्रयोग गरेर हामीलाई साँचो त्यो स्वर्गमा लानुहोस् प्रभु यही बिन्ती प्रार्थना गर्छु प्रभु अति महान हुनुहुन्छ प्रभु तपाईले आज हामीलाई साँच्चै नै छिलछिलमा पलपलमा हाम्रो भुल त्रुटि अपराध गर्छ प्रभु तपाईले क्षमा गर्ने प्रभु नै हुनुहुन्छ वचनमा भन्नुभएको छ साँच्चै नै तिमीहरु जस्तो भुल सिन्दुर रङ्किन नहोस् र तिमीहरु आज साँच्चै नै तिमीहरुको पश्चाताप साथ मतिर फर्किन्छ भने तिमीहरुको साथमा म हुनेछु भन्नुभएको छ प्रभु तपाईले म धन्यवाद यसरी नै प्रभु तपाईले हाम्रो पापा मामालाई आई बल तपाईले दिनु भएको छ सबै कुरोमा जति बिमार अवस्था भए कि प्रभु तपाईले आज जसरी आयुबलाई तपाईले जस्तो कोरहरु भेटे तापनि आफ्नै पत्नीले टेके तापनि प्रभु तपाईले त्यो छोराले छोड्नु भएन तपाईले निको गर्नुभयो आज लुटेको धन सम्पत्ति देखेर व्रत फेरि तपाईले दिनुभयो भने यसरी नै तपाईले यो घरमा तपाईलाई आशिष दिनुभएको छ धन्यवाद प्रभु यसरी नै प्रभु तपाईले जति मेरो सालोहरु छ सालीहरु छ मेरो बहिनीहरु जति छ प्रभु यीशु तपाईलाई एकता मन एउटै बनाउनुहोस् प्रभु हालेलुया प्रेम छ भने कुनैले पनि प्रभु शत्रु आए तापनि हामीलाई हल्लाउन सक्ने छैन हामीले एउटै प्रेममा राख्नुहोस् प्रभु जसरी तपाईले आज जहाँ प्रभु तपाईले प्रेम छ भने कसैले के मन गर्न सक्दैन प्रभु हामीलाई एउटै मन बनाउनुहोस् येशू तपाईको नाममा यो मण्डलीलाई साँच्चै प्रभु आशिष दिनुभएको छ अनि जसरी आज जहाँ हामी सेवाकाई गर्यौं त्यहाँ पनि आशिष दिनुभएको छ धन्यवाद एउटा प्रेम तपाईले दिनुभएको छ जसरी मैले मण्डली छोडेर आए तपाईले जसरी आज यो मण्डलीमा
जसरी आज आशिषको वचनहरू प्रयोग भयो, यो वचनहरूले हाम्रो जसरी आज साँच्चै नै त्यो मण्डलीले मात्रै आज छुएको छ, हामीले त्यो वचन हामीले माथि अनुग्रह गर्नुभएको छ। धन्यवाद प्रभु, तपाईँले आज साँच्चै नै आजको रात तपाईँको हातमा अर्पण गर्छु। जति आत्मा प्राण तपाईँको हातमा सबै बिन्ती अर्पण गर्दै माग्छु यीशु तपाईँको नाउँमा। ल यो सबै केक चाहिँ सबैलाई मैले आएन नि किन बोलाउनु पर्ने थियो उनीहरूलाई। माइली नजिकको सबभन्दा सबभन्दा टाढो माइली निक्लिनु त म भन्छु भेनाले मेरो भिडियो गर्दैछु मेरो गरिदिनुस् त अलि भेना गोपी सानो ए त्यसैको आधी आधी गर्छ न त्यो सब त्यसै तर त्यो सब बस्नु न एकछिन चाहिँ नगर फोटो खिच्नु पर्छ ओ फोटो खिच्नु त एउटा फोटो खिच्नु न फोटो